ओम नमो नारायणीमा ओम नमो नारायणी यो के खाना लाग्सेको लगाएर आफ्नै बारीको यो मकै आफूले उमारेको यो फर्सीको मुन्टा यो यो चाहिँ कर्कलोको अचार अनि यो चाहिँ मूल आफूले काठमाडौँको ठाउँमा एटलिस्ट यति उमारेर खानु भनेको अत्यन्त गर्वको कुरा हो। सकेसम्म गरेर खानुपर्छ। यो चपस्टिकले खान्छु। चपस्टिकले अचार साग खाने खानेको कायदा हुँदो रहेछ क्या। कस्तो छ मकै एकदम मिठो खायो भने तिमीले नि एकदम मिठो छ। यति खाएर यी झोतेला यता यसो यी फर्कियो मुन्टा हेरी बेबीकर्न त्यो पनि तरकारी खाना हुन्छ। हाई क्यालोरीको यो पनि एकदम स्वास्थ्यको लागि स्वादको हिसाबले पनि राम्रो। आफ्नो धरातलीय जीवन बाँच्ने हो क्या। अब यो स्वस्थकर जीवन स्वस्थकर खानपानलाई छोडेर के गर्न थाल्यो त मान्छेहरू भनौँ विलासी जीवन। अनि पिज्जाको बर्गर अनि मोडर्न जीवनलाई प्राथमिकता दिन थालेँ। मैले अहिले पनि मकै रोपेको छु भर्खरै। यो एक लट मकै भयो फेरि मकै रोपेको छु हुन्छ कि हुन्न विचार गर्न आयो। अब मकै फेरि भयो भने तिहारमा खाने हुन्छ। तिहारमा मजाले मकै खानु पाइन्छ। त्यही भएर कता नङ भाँचिन्छ कि म त यत्रो पढे लेखा मान्छे म त यस्तो राम्रो मान्छे भनेर जुन कृषि कर्म छ त्यसप्रति वितृष्णा छ मान्छेको। त्यसले गर्दा झन् जीवनशैली कठिन भए जटिल भए विलासी हुन थालिसकेपछि महत्त्वकाङ्क्षी हुन थालिसकेपछि धरातली जीवन बाँच्दैन मान्छे। महत्त्वकाङ्क्षा एनी हाउ त्यही महत्त्वकाङ्क्षा। मैले तिमीलाई सिकाउनको लागि पनि सबै कुराहरू गरिरहेको छु क्या। हामीले त गर्न सकिन्छ गरेको पनि हो तर तिमीहरूले कता जान्दैनौ कि चामल कहाँबाट आउँछ भन्दा होइन दोकानबाट आउँछ भन्ने जस्तो हुने होइन। अब अहिले गर्नु पनि सक्दैनन् खानु पनि सक्दैनन्। अब जे पाए दुध पचाउन गाह्रो हुने जमाना आइसक्यो।
राम्रो त छैन। अब आफूले उमारेको चिज यो ढुक्क काँचै खाँदाखेरि पनि ढुक्क भयो बिसारी छैन, के छ कसो छ भन्ने कुरो आफूलाई थाहा छ। तर यही कुरा अरूले उमारेको सागपातमा अत्यधिक बिख आदि हालेर बजारमा साग आउँछ, त्यसले के हुन्छ त भन्दा सुरक्षित महसुस हुँदैन, बाध्यताले खानु पर्यो। सकेसम्म हुने पुग्नेले चाहिँ के गर्नुपर्छ त भन्दा आफूले नै उमारेर खाने बानी बसाल्नुपर्छ है त। धन्यवाद।